सबैभन्दा पहिला हजुरलाई नमस्कार। मैले एउटा अरू भिडियो लिएर आएको हो। भिडियोमा मैले बताउन गइरहेको छु कि सूर्यकुण्ड हाइड्रो पावर लिमिटेडको बारेमा, जुन एनके आइपिओ आज एनके ओपन भएको हो भने त्यसलाई कसरी एप्लाई गर्ने अनि त्यसको डिटेलको बारेमा सिम्पल और सानो भिडियो हुन्छ। हजुरहरू भिडियोमा बनेर साथ दिनु होला। मैले यसको डिटेल इनके अलरेडी इनके निकालेर राखेको हो। राख्दाखेरि यहाँ पर हजुरले बताइदियो कि सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड आइपिओ आजदेखि सर्वसाधारणका लागि यानि खुला भएको हो। आज हाम्रो डेट 2026 2/1 यानी कि फरवरी अनि माघ 18 अनि यस कम्पनीले कुल 5,72,431 किता सेयर निष्कासन गरेको हो, जसको अङ्कित मूल्य 100 मूल्यमा जारी गरेको छ, जसमा न्यूनतम 10 किता हामीले एप्लाई गर्नुपर्छ अनि अधिकतम यानी कि 50 किता यानी एप्लाई गर्न सक्नुहुन्छ अनि किता आवेदन दिन सकिन्छ। आवेदन अवधि माघ 18 देखि लिएर माघ 21 गतेसम्म रहनेछ, यानी कि आज माघ 18 गते हो अनि 21 गतेसम्म रहनेछ अनि यसको आवश्यक परेसम्म फागुन 3 सम्म बढ्न सक्छ। आवश्यक पर्दाखेरि बढ्न सक्छ, नत्र 4 दिनको लागि यो खुला भएको हो। अनि तलतिर स्क्रोल डाउन गर्दाखेरि सूर्यकुण्ड हाइड्रो पावर इलेक्ट्रिक लिमिटेड आइपिओ विवरण हेर्दाखेरि यानी कि कम्पनीको नाम चाहिँ सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड हो, SKHEL यसको सर्ट नेम। अनि क्षेत्रफल जल विद्युत यानी कि हाइड्रो पावर हो यो। अनि इस्यु म्यानेजर यसको कुमारी क्यापिटल लिमिटेड बैंक, इस्यु म्यानेजर कुमारी बैंक लिमिटेडद्वारा यो ओपन भएको हो। अनि सेयर विवरण हेर्दाखेरि यसको कुल जारी सेयर 5,72,431 किता हो अनि अङ्कित मूल्य प्रति सेयर रु 100 का दरले यो हामीले एप्लाई गर्नुपर्छ। कुल रकम रु 5,72,43,100 इनके बताइरहेछ यसको। अनि कर्मचारी आरक्षको लागि 13,793 किता अनि म्युचुअल फन्ड आरक्षको लागि 34,484 किता म्युचुअल फन्डको लागि निष्कासन हुन्छ अनि सर्वसाधारणका लागि खुला बाँकी सेयर हुन्छ नि, जुन यानी हामीहरू इनके अप्लाई गर्न सक्नुहुन्छ। अनि स्क्रोल गर्दाखेरि आवेदन सीमा भन्दैयो न्यूनतम हामीले 10 किता इनके आवेदन दिनुपर्छ अनि अधिकतम यानी 50,000 कितासम्म हामी आवेदन दिन सक्नुहुन्छ। समय सीमा यसको हेर्दाखेरि खुल्ने मिति माघ 18 देखि लिएर फरवरी 1 देखि लिएर 2026 बताइरहेको छ। बन्द हुने माघ 21 2082 साल अनि फरवरी 4 2026 यानी यो दिन यानी बन्द भइहाल्छ अनि विस्तारित अवधि फागुन 3 र 2082 फरवरी 15 यानी 2026 सम्म यो यानी बन्नुको यसको यानी विस्तार यानी हुन्छ। अनि यो सेयरको यही डिटेल थियो। हजुर यानी अप्लाई गर्न सक्नुहुन्छ। अप्लाई कसरी गर्ने भिडियोमा यानी हजुरले बताउन गइरहेको छु। अप्लाई गर्नको लागि केही पनि गर्नु पर्दैन। हामीले सबैभन्दा पहिला मेरो सेयर एप्लिकेसन के लगइन गर्नु होला। मैले लगइन गरिदिएँ अनि माई एसवाल अफमा क्लिक गर्नु होला। अप्लाई फर इस्यु यानी रहनु होला, यानी कि सूर्यकुण्ड हाइड्रो पावर बताइरहेछ अप्लाई वाला अप्सन, यसमा क्लिक गर्नु होला। क्लिक गर्दाखेरि प्रोसिड वाला अप्सनमा क्लिक गर्नु होला। क्लिक गर्दाखेरि हजुरको टोटल रिटर्न के बताउँछ। अप्लाई किता कति कि डाल्नु छ 10 किता मिनिमम भर्नुपर्छ, यसको रन गर्नु होला। अनि सिआरए नम्बर जुन ब्याङ्कबाट मिलेको हो त्यो के राख्नु होला। आई हेयर बाईमा टिक गरेर अनि एप्लाई वाला अप्सनमा क्लिक गर्नु होला। जुन कि हजुरले यहाँ पिन राख्नु भएको हो, सेट गर्नु भएको पहिला बनाउन क्रममा त्यही पिन के राख्नु होला। पिन राख्दाखेरि हजुरको सेयर अप्लाई सक्सेसफुल भयो। हेर्नको लागि फेरि माई एसवाल अप्सनमा क्लिक गर्नु अनि एप्लिकेन्ट रिपोर्टमा जानु होला। अनि सूर्यकुण्डमा रिपोर्ट गर्दाखेरि तलतिर हजुरलाई अनभेरिफाई बताइरहेछ। यो भेरिफाई भएपछि अटोमेटिक भेरिफाइड भइहाल्छ। हजुर ब्याङ्क पैसा राख्नु होला। पुनः यस्तो गरेर सेयर अप्लाई गर्न सक्नुहुन्छ। अनि भिडियो कस्तो लाग्यो हजुर भन्नु होला। राम्रो लाग्दाखेरि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर बेल आइकन दबाइदिनु होला, किनकि मैले यसै रिलेटेड भिडियो अपलोड गर्छु भने हजुर हेर्न सक्नुहुन्छ। अब इन गर्न चाहन्छु भिडियोलाई। थ्याङ्क्स फर वाचिङ भिडियो।